अब मैले अबिर किन मतदातालाई लगाइदिरहेको छु भने पहिला त जनता जित्नुपर्छ। जनता जित्ने नेता होइन, जनता जितेपछि नेताको जित हुन्छ। तर जनता हार्ने नेता जित्ने जनता हार्ने चलन अन्त्य गर्नुपर्छ। यो देशमा जनता कहिले पनि जितेको महसुस भएको छैन मलाई चाहिँ क्या, होइन। चुनावको बेला फास्लाङ फुस्लुङ गर्ने, मिठो मसिनो कुरा गर्ने, नारा लाउने, मिठो भाषण गर्ने, अनि भोट दिने, अनि कहिले जनताको घर नआउने। विदेशीको अगाडि झुक्दिनँ, होइन। विदेशीको अगाडि यो देशको सान मान झुकाउँदिनँ है। शिर ठाडो भनेर बाँच्छु म। यो देश पनि त्यसरी नै बाँच्नुपर्छ। देशभन्दा ठुलो विकास हुँदैन है। विकासको ललिपप देखाएर देश लाने मान्छेहरू, देश निलेको इतिहासहरू छ, हाम्रै छिमेकतिर छ। त्यहाँ म होइन नाम लिएर त्यो भन्न चाहन्न। देशको ललिपप देखाएर देशै निलेर लगेको छ नि त। तर यो देशको अस्तित्वको लागि लडिरहेको छु म, होइन। हामीले हाम्रो पार्टीको झन्डा किन बनाउन सक्छ, तर पार्टीको झन्डा बोकेर हिँडेपछि राष्ट्रिय झन्डाको तपाईँको चाहिँ नि हाम्रो मोह, त्यो प्रतिको सम्मान पनि घटेको देखेँ क्या मैले चाहिँ। मेरो पार्टी कम्स फर्स्ट एन्ड देन नेसन कम्स भन्ने खालको हुँदो रहेछ। तर हामी भन्छौँ फर्स्ट नेसन। सुन्नु न, जाति पनि ठुलो हुँदैन देशभन्दा, पार्टी पनि ठुलो हुँदैन देशभन्दा है। त्यसले गर्दाखेरि पार्टी, जाति, वर्ग विभिन्न छ नि हामीलाई फुटाउने, त्योहरू भन्दा माथि छ हाम्रो देश। त्यो देशको ध्वजा, त्यो राष्ट्रिय स्वाभिमानलाई कहिले पनि गिर्न दिन्न म। अब नेपाली जनताले बुझ्ने हो कि होइन।